बच्चाहरूलाई आज मैले मेरो फाइन आर्ट क्लासमा डग हाँस बनाउन सिकाइरहेको थिएँ। यतिकैमा एकजना स्टुडेन्टले भन्नुभयो, सर डगको त सानो बच्चा पनि रहेछ है भन्नु भइरहेको थियो। मैले पनि भने, हो नि, तिमीहरू जस्तै सानो बच्चा रहेछ। मम्मीको पछि पछि लागिरहेको छ। यो सानो डगको मम्मीले उहाँलाई स्कुल पुर्याउन जान लाग्नु भएको रे, त्यसैले उहाँ रमाउँदै स्कुल जानका लागि खुसी हुँदै मम्मीको पछि पछि जानु भइरहेको छ भनेको थिएँ। मेरो यो ड्रइङसँगै स्टोरी सुनेर उहाँहरू एकदम खुसी हुनुभएको थियो, रमाउनु भइरहेको थियो र हाँसिरहनु पनि भइरहेको थियो। साँच्चै आमा र बच्चाको सम्बन्ध, शिक्षक र विद्यार्थीको माया कति प्रिय र कति अनमोल हुन्छ है। जसले जेसुकै भने पनि यो चोखो, निर्मल र कञ्चन हुने गर्छ, पानी जस्तै। मैले चाहिँ फाइन आर्ट क्लासमा सानो क्लासको उहाँ स्टुडेन्टलाई एकदम इजियो तरिकाबाट टुबाट बन्ने डग अथवा हाँसको आर्ट बनाउन सिकाएको थिएँ र उहाँले पनि एकदम राम्रोसँग गर्नुभएको थियो। प्रायः मैले स्टुडेन्टलाई एकदम इजियो तरिकाबाट सिकाइरहेको हुन्छु। उहाँले कसरी सजिलो हुन्छ, कसरी उहाँलाई सजिलो तरिकाबाट गर्न सकिन्छ र उहाँले कसरी गर्नुहुन्छ भन्ने तरिकाबाट चाहिँ मैले सिकाइरहेको हुन्छु र उहाँले पनि एकदमै ध्यान दिएर गर्नुहुन्छ, ज्ञानी भएर गर्नुहुन्छ। र मेरो फाइन आर्ट क्लासमा प्रायः रमाउनु नै हुन्छ। जब मैले उहाँलाई स्टोरी सुनाउँदै, एक्सप्लेन गर्दै, खुसी पार्दै आर्टवर्कहरू बनाउन सिकाइरहेको हुन्छु र उहाँहरू एकदम खुसी हुनुहुन्छ। मेरो चाहिँ विकमा 1 डे हुन्छ उहाँहरूको यो फाइन आर्ट क्लास। उहाँहरू एकदमै खुसी हुनुहुन्छ मेरो आर्ट क्लासमा, किनकि यो हाम्रो आर्ट क्लास छोटो मिठो अनि एकदम इन्ट्रेस्टिङ अनि क्रिएटिभ पनि हुने गर्दछ। मलाई लाग्छ आर्ट गर्न मन लाग्ने बच्चाहरूमा छुट्टै खालको एउटा क्रिएटिभिटी छुपेको हुन्छ। उहाँहरू साँच्चै एक ट्यालेन्टेड मान्छे हुनुहुन्छ। एक आर्टवर्क, चित्र कोर्न जाने बानीले उहाँहरूको जुनसुकै क्षेत्रमा पनि भविष्यको सफल व्यक्ति बन्न सक्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ। उहाँले गर्नुभएको आर्टवर्क मैले चेक पनि गरिदिएको थिएँ। उहाँले एकदम राम्रो गर्नुभएको थियो। सानो क्लासको भए पनि एकदमै ट्यालेन्टेड हुनुहुन्छ, क्रिएटिभ हुनुहुन्छ र खुसी हुँदै पनि गर्नुहुन्छ। नसोचेको भन्दा पनि धेरै राम्रो गर्नुभएको थियो, किनकि उहाँलाई मैले एकदम इजियो तरिकाबाट राम्रोसँग सिकाएको थिएँ र उहाँले गर्नुभएको आर्टवर्कलाई मैले लास्टमा सो पनि गरिदिएको थिएँ। उहाँले एकदम राम्रोसँग गर्नुभएको थियो, जुन हजुरले पनि देख्न सक्नुहुन्छ। ट्यालेन्टलाई सानो भनेर हुँदैन, जसले पनि जस्तो अवस्थामा पनि गर्न सकिन्छ। यदि इच्छा शक्ति र चाहना भयो भने एक बलियो उदाहरण पक्कै पनि यहाँबाट हामीहरूले पाउन सक्छौँ। हेर्नुहोस् त, यदि सानो नानी बाबुहरूले कति राम्रो नाटक गर्नुभएको होइन त। हस्त आजको लागि यति नै। हाम्रो यो क्रिएटिभ अनि इन्ट्रेस्टिङ फाइन आर्ट क्लासको भिडियो हेर्नुको लागि हामीलाई फलो गर्नुलाई भन्दै हजुरको प्यारो आर्टिस्ट सङ्गतिहरूले पनि बिदिनुहोस्। ओके, बाई, टेक केयर।